मैले डाइटिङ त गरिरहेको छु अथवा खानपिनमा मैले यति धेरै कन्ट्रोल गरेछु अनि दैनिक पनि बिहान मर्निङ वाक पनि गरिरहेको छु तर मेरो वेट घट्दै गर्दैन डाक्टर साहब के होला भनेर यो धेरैजनाको अहिलेको कन्टेक्स्टमा कन्सर्न पनि हुनसक्छ। कतिजनालाई यसले पिरोलिरहेको पनि हुनसक्छ। सायद तपाईँले यो डायटिङको प्रक्रिया अथवा एक्सर्साइजको प्रक्रिया कुनै चिकित्सकको सुझावबाट लिएको नि हुन सक्नुहुन्छ अथवा युट्युब भिडियो कसैमा हेरेर तपाईँलाई आफूलाई राम्रो लागेर गरेको पनि हुन सक्नुहुन्छ। यदि तपाईँले यो प्रक्रियामा यदि तपाईँ अलिकति अवेर हुनुभएको छ भने अवेरनेस हुनु आफैमा राम्रो। तर के तपाईँले डायटिङ जुन गरिराख्नु भएको छ त्यो चाहिँ स्ट्यान्डर्ड छ त अथवा जसरी गर्नुपर्ने हो त्यसरी गर्नुभएको छ त? डायटिङ गर्ने भनेको हामीले कम खाने मात्र होइन, क्यालोरिज भन्ने चिज जसले हामीलाई इमिडिएटली इनर्जी दिन्छ त्यो क्यालोरिजलाई कम गर्ने, तर पौष्टिक तत्त्वलाई कम गर्ने होइन। भनेको हामीलाई चाहिने प्रोटिन्स, हामीलाई चाहिने फ्याट, भाइटामिन्स, मिनरल्सहरू यी चाहिँ पूर्ण रूपमा नै चाहिन्छ। तर हामीले डायटिङ गर्ने सामान्यतया धेरै जस्तो के गर्छौँ भने डायटिङ भनेको बिहान र बेलुका मात्र खाना खाने तर दिउँसो अरू केही नखाने अथवा चाहिँ दिउँसो एक प्याकेट चाउचाउ खाने अथवा चाहिँ कोही गएर 2टा समोसा खाने, यसलाई डायटिङ भनिँदैन। यसमा हेर्दै गऱ्यो भने तपाईँको पौष्टिक तत्त्वहरू कम भएको हुनसक्छ तर क्यालोरिज साँच्चै हिसाब गर्ने हो भने तपाईँले चाहिने भन्दा बढी खाएको पनि हुन सक्नुहुन्छ। यस्तै मर्निङ वाक गर्दैमा मात्र सबै चिज वेटै घटिहाल्ने भन्ने हुँदैन। मर्निङ वाकले पक्कै पनि मुटु तथा रक्तनलीहरूलाई यसले राम्रो गर्छ तर वेट घट्नको लागि तपाईँले बढी स्ट्रेनस एक्टिभिटीहरू भन्छौँ, रनिङ गर्ने, साइक्लिङ गर्ने, जम्पिङ गर्ने अथवा चाहिँ कसरत गरेर पसिना बग्ने तरिकाले कसरत गर्नुपर्ने हुन्छ। यो 30 मिनटभन्दा बढी समयसम्म दैनिक गर्नुपर्ने हुन्छ। यो 2 दिन अथवा 2 हप्ता गरेर मात्र हुँदैन।